This is the scenery of our kitchen garden right now. यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले पनि यहाँ चाहिँ अस्ति तोरीको साग थियो। अब चाहिँ यहाँ धनिया छिट्नुहुन्छ अरे अनि देयर आर ब्रोकलिज एकदम नजिक रोप्नु भएछ आमाले हैन। आई होप फल्छ होला। अनि आलु चाहिँ एकदमै मजाको भइरहेको छ तर आई डोन्ट नो फल्छ कि फल्दैन औसेको पनि हुन्छ अरे नि त्यस्तो हुँदा बट आई होप फल्छ होला। अनि दिज आर गार्लिक यो र त्यो तर नि गार्लिक चाहिँ सानो सानो बोट छ कि आमाले सानो रोपेको नि त भन्नुहुँदै थियो तर मैले चाहिँ सप्रै नै रहेछ भन्दै थिएँ कि एक्सपर्ट भएर रिसाउनु हुँदै थियो आमा हो। अन्त के छ भन्दाखेरि यहाँ पनि गार्लिकै छ अनि यो सागहरू अलिअलि यताउता हैन। अन्त यहाँ चाहिँ अस्ति धनिया भएको ठाउँ हो। धनिया चाहिँ सबै खाइसक्यौँ हामीले। अन्त अहिले चाहिँ साग सारिदिनु भएको छ आमाले। अनि जहाँ चाहिँ सागको बिउ थियो यहाँ चाहिँ आमाले धनिया छिट्नु भएछ। छिट्छु भन्नुहुँदै थियो छिट्नु पनि भएछ यहाँ तपाईँले देख्नु सक्नुहुन्छ हो। अनि आलु इट्स लुकिङ लाइक दिस हो। यति देख्दा चाहिँ आनन्द हुन्छ क्या।